एफडी को फेरि यो अर्को समस्या चाहिँ के छ, अब हेर्नु यो C26 हराउँछ भने प्रब्लम के को छ, हल सेन्सरको यहाँ मोटरमा लागेको हुन्छ। अब यो हेर्नु म बीच बाटोमा अब यो अगाडि बढ्नै दिँदैन। अब सोरुमलाई भनेको त्यो हल सेन्सर मगाएको छैन, अब मगाएर पठाइदिन्छ। अब के गर्नुपर्छ, कतै स्कुटर राखिदिनुपर्छ, त्यही छ। तपाईको के हुन्छ, अब सेन्टर अब एफडी को तपाईको सोरुमहरु नजिक छैन हैन। म विराटनगरबाट लिएको छु, त यस्तो समस्याहरु भयो भने अलि समस्या नै हुन्छ। त त्यसैले नजिकको सोरुम जुन इलेक्ट्रिक स्कुटरको छ त्यो नै लिँदा राम्रो हुन्छ मलाई अब लाग्छ। अब यसको हल सेन्सर कहिले आउँछ हैन, त्यसपछि यो समस्या समाधान हुन्छ। अब त कुर्नु पर्छ यसको लागि। यही हो तपाईको सर्भिसिङ हैन, तपाईको सर्भिस सेन्टरहरु नजिकमा हुन्छ भने तपाईको राम्रो हुन्छ हैन। नत्र रोक्नु पर्छ, के छ यसमा हैन। त यो चाहिँ एफडी को नयाँ समस्या मैले फेस गरे।